नमस्ते साथीहरू, आजको यस भिडियोमा हामी कक्षा 8 को सोसल विषयको एकाइ 5 को पाठ 3 काठमाडौँ उपत्यकाको सम्भाव्यताको सम्पूर्ण अभ्यास गर्छौं। 1 नम्बर, प्राचीन तथा मध्यकालमा हालको काठमाडौँलाई के भनेर चिनिन्थ्यो? उत्तर, प्राचीन तथा मध्यकालमा हालको काठमाडौँलाई नेपाल भनेर चिनिन्थ्यो। 2 नम्बर, स्वयम्भूनाथको उत्पत्ति कसरी भएको हो? उत्तर, प्राचीन कालमा हालको काठमाडौँ उपत्यकामा ठूलो दह थियो, यसलाई नगदह भनिन्थ्यो। यो दहको उत्तर पश्चिममा रहेको नागार्जुन ढाडामा विपश्वी ऋषिको कुटी थियो। कुनै समय पूर्णिमाको दिन पारेर विपश्वी ऋषिले सो दहमा कमलको बिउ छरिदिए। कमलको फूल फुलेपछि सोही फूलमा स्वयम्भूनाथको आकृति देखियो, यसरी स्वयम्भूनाथको उत्पत्ति भएको हो। 3 नम्बर, लिच्छवीहरूले कसरी देशको शासन चलाउने गर्थे? उत्तर, लिच्छवी कालमा राजतन्त्रात्मक व्यवस्था रहेको थियो। यस कालमा प्रत्यक्ष र स्थानीय गरी दुई प्रकारको शासन चल्थ्यो। राजधानीबाट नजिकका स्थानमा दरबारबाट प्रत्यक्ष शासन गरिन्थ्यो भने टाढाका स्थानमा राजाको प्रतिनिधि अर्थात् सामन्तहरूको नियुक्ति गरिन्थ्यो। त्यस्तै शासनलाई प्रभावकारी बनाउन विभिन्न पदहरूको व्यवस्था समेत गरिएको थियो। 4 नम्बर, प्राचीन कालमा नारीको स्थान कस्तो थियो? अहिलेको अवस्थासँग तुलना गर्नुहोस्। उत्तर, प्राचीन कालमा नारीको स्थान निकै महत्त्वपूर्ण थियो। किराँत कालको समाज त नारी प्रधान समाज रहेको थियो। नारीको सल्लाह अनुसार पुरुषहरूले खेतीपाती लगायतका कार्य गर्थे। लिच्छवी कालमा नारीलाई आफूले वर छानेर विवाह गर्ने अधिकार रहेको थियो भने विधवा विवाह र पूर्ण विवाहलाई मान्यता दिइएको थियो। उच्च वर्गका नारीमा शिक्षा आर्जनको अवसर थियो। विभिन्न प्रकारका धार्मिक कार्यमा नारीको सक्रिय सहभागिता रहन्थ्यो। अहिलेको समाज बरु पुरुष प्रधान रहेको छ। नारीलाई घरको काम गर्ने र बच्चा पाउने तथा स्याहार्ने रूपमा मात्र लिने गरेको पाइन्छ। विस्तारै शिक्षाको प्रभावले गर्दा प्राचीन कालमा नारीले उपयोग गरेका विभिन्न अधिकार उपयोग गर्ने अवस्थाको सिर्जना हुँदै गएको छ। 5 नम्बर, प्राचीन काठमाडौँको सामाजिक संरचना कस्तो थियो? छोटकरीमा लेख्नुहोस्। उत्तर, प्राचीन काठमाडौँको सामाजिक संरचना धार्मिक मान्यतामा आधारित थियो। मानिसले समूहमा मिलेर काम गर्थे। समाजमा सामूहिक भावना थियो। अझ किराँत कालमा त नारी प्रधान समाज रहेको थियो। लिच्छवी कालमा आएर भने समाज वर्णश्रममा आधारित भयो। कुनै पनि सामाजिक काम समाजका मानिस मिलेर गर्थे। यसैबाट गुठी प्रणालीको विकास भयो, जुन अझै कायम छ। थ्याङ्क यू।